स्पेनको लागि हिँडिसक्यौँ। Cabin command Hi, 5 Siben. left to runway approach. पानी बजाउँछिरे। अहिले गार्डनमा आइपुग्यौँ। गार्डनमा चाहिँ सुन्तलै सुन्तला छ। सुन्तला हेर्दाखेरि खम भइरहेछ, तर के गर्नु, खान चाहिँ पाइँदैन। फोटो भिडियोमै हेरेर चित्त बुझाउनु पर्छ। यति धेरै झर्छ तर खान चाहिँ पाइने रहेछ के अरे यो निममा। अनि एउटै बोटमा यस्तो झुप्पा झुप्पा भएर सुन्तला फलेको छ। नेपालमा चाहिँ यसलाई चित्रो भन्थे, तर यहाँ चाहिँ के हो थाहा भएन। जस्तो छ के हो मरिसकेको छ। नेवराको पत्ता नेपालै कति होला। यहाँ चाहिँ खै के फलेको हुँदो रहेछ। यो चाहिँ के होला? तलको भ्यू हेर्नको लागि फेरि म माथि गएपछि देखाउनेछु। भ्यू हेर्नको लागि यहाँ लाइन छ नि, टपमा नि रहेछ नि। के होला अरे भन्नु त? किल्ला होला। किल्लाहरूको नाम होला नि, किनभने डेकोरेसन पनि छ। हेर्नु नि, होइन यहाँ हेर्नु नि, यसरी हेर्नु त यहाँ। चाहिँ लोकल मार्केट आइपुग्यौँ हामी अहिले।
त गुडाएर लाँदा पनि मिल्दो रहेछ। भ्यू हेर्नको लागि गएको मान्छेहरूको भिड चाहिँ कति हो कति। असनको गल्ली हिँडे जतिकै भयो। टेरिसबाट चाहिँ यत्तिकै राम्रो भ्यू देख्न सक्नुहुनेछ। यहाँ चाहिँ बर्थडेको लागि प्रिपेयर हुँदैछ। एडभान्स बर्थडे मनाउँदैछ, हामी पछि भेटिँदैन भनेर। हामी चाहिँ अहिले यहाँ बिचमा आएको छौँ। यहाँ चाहिँ फोटोसुट सुरु भइरहेको छ। यहाँको बिच चाहिँ यस्तो छ, मान्छे धेरै छन्। अनि हाम्रो शिवेन चाहिँ यहाँ बसिरहेको छ। आजको दिन यही बिचमै बसेर अहिले चाहिँ यहाँ 6-7 बजेको छ। 7 बजेको भ्यू चाहिँ यतिकै छ। झिलिमिली सबैतिर कस्तो अनुभव भइरहेछ? के चाहिँ मजा लागेको? शिवेनलाई चिसो भएर चाहिँ यहाँ ओडाइरहेको छ। अब हामी चाहिँ घर जानको लागि निस्क्यौँ। हामीले गरेको 3 दिनको घर चाहिँ यस्तो थियो। यस्तो यहाँ किचन, यहीँ बसेर खाने रहेछ। अनि त्यसपछि यताबाट जानु पर्यो। एउटा रुम यहाँ छ। यहाँबाट यस्तो पनि देखिन्छ। अनि अर्को रुम चाहिँ यता छ। टोयलेट चाहिँ यता छ। म चाहिँ घर जानको लागि रेडी भउँदैछु। यता चाहिँ नुहाउने छ। बाई बाई शिवेन।